यो भिडियो अन्तर्गत रहेर म तपाईहरुलाई हामीले ई-सेवा आईडी बिर्स्यौं अथवा चाहिँ ई-सेवाको लगइन आईडी पासवर्ड तपाईले पासवर्ड बिर्सिनु भयो भने कसरी त्यसलाई तपाईले सजिलैसँग आफ्नै मोबाइलमा रिसेट गर्न सक्नुहुन्छ र रिलगिन गर्न सक्नुहुन्छ यो भिडियोमा म सबै कुराहरु सिकाउँदै छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र नयाँ हुनुहुन्छ पहिलो पटक भिडियो हेर्दै हुनुहुन्छ भने यस्तै महत्त्वपूर्ण भिडियोको लागि ट्युब आइडिया युट्युब च्यानललाई सब्स्क्राइब गरेर च्यानलमा जोडिनु होला। त्यसको लागि सबैभन्दा पहिले तपाईले आफ्नो मोबाइलमा रहेको ई-सेवा एप्लिकेसनलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि यस्तो इन्टरफेस देखाउँछ र तपाईले यहाँनेरि लगइन गर्नुपर्ने हुन्छ। लगइन गर्नको लागि तपाईले आईडी पासवर्ड बिर्सेको अवस्थामा यही लगइन एन्ड रजिस्टर भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस देखाउँछ। तपाईले यहाँनेरि तलपट्टि देख्नुहुनेछ ई-सेवा लगइन विथ ई-सेवा आईडी भन्ने एउटा अप्सन देख्नुहुनेछ। यसमा तपाईले क्लिक गर्नु होला र यसमा क्लिक गरेपछि तपाईको यहाँनेरि चाहिँ फोन नम्बर र त्यस्तै गरी तपाईले यहाँनेरि आफ्नो पासवर्ड राख्नुपर्ने हुन्छ र पासवर्ड बिर्सिसकेको अवस्थामा तपाईले यहाँनेरि एउटा फरगट एमपिन भन्ने एउटा अप्सन देख्नुहुनेछ। जस्ट तपाईले यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईलाई यहाँनेरि एउटा अप्सन आइरहेको छ इज अ 6 डिजिट भेरिफिकेसन कोड विल बी सेन्ड योर ई-सेवा आईडी भनेको छ। यहाँ तपाईले एउटा मोबाइल नम्बर राख्नुपर्ने हुन्छ जुन नम्बर चाहिँ तपाईकै मोबाइलमा होस् र त्यहाँ तपाईलाई 6 डिजिटको एउटा ओटीपी कोड अथवा चाहिँ भेरिफिकेसन कोड आउँछ जसको लागि तपाईले यहाँनेरि आफ्नो मोबाइल नम्बर टाइप गर्नु होला। जस्तै म मेरो राख्छु। ओके सो मैले यहाँनेरि मेरो मोबाइल नम्बर राखिसकेको छु। जस्ट प्रोसिडमा क्लिक त्यसैलाई तपाईले कन्फर्म पिनको रूपमा फेरि राख्नु होला। त्यसपछि यति गरिसकेपछि तपाईले चाहिँ अब यहाँनेरि तल र यो न्यू एमपिन र कन्फर्म न्यू पिन भनेको ठाउँमा सेम राख्नु होला। त्यसपछि तपाईले कन्फर्ममा क्लिक गर्नु होला। सो योर एमपिन हैज बीन सेट सक्सेसफुली प्लिज युज दिस न्यू एमपिन टु लगइन इन्टु योर अकाउन्ट भनेर यहाँनेर तपाईले स्क्रिनमा देखिरहनु भएको छ। यस्तो खालको इन्टरफेस देखाउँछ। यसको मतलब तपाईको चाहिँ एमपिन के छ र चाहिँ चेन्ज भइसकेको छ। सो अब तपाईले लगइन गर्नको लागि के गर्नुस् त भन्दाखेरि त्यसको लागि तपाईले यहाँ आफ्नो मोबाइल नम्बर ई-सेवा आईडीमा मोबाइल नम्बर राख्नुस् र एमपिन पासवर्ड भनेको ठाउँमा तपाईले भर्खरै क्रिएट गर्नुभएको जुन नयाँ एमपिन छ अथवा पासवर्ड छ त्यसलाई राख्नु होला। जस्ट म यहाँनेर मेरो राख्छु। सो मैले यहाँ राखिसकेको छु र म यहाँ लगइनमा क्लिक गर्छु। सो लगइनमा क्लिक गरेपछि यहाँ तपाईले अन द स्क्रिन देख्न सक्नुहुन्छ। अब चाहिँ के छ त भन्दाखेरि मेरो चाहिँ यहाँनेरि लगइन भइसकेको छ है। सो तपाईले अब यहाँनेरि चाहिँ आफ्नो मोबाइलमा फिङ्गरप्रिन्टहरुको एक्सेस छ भने तपाईले यहाँनेरि चाहिँ प्रोफाइल वाला अप्सनमा क्लिक गर्न सक्नुहुन्छ। यहाँ विभिन्न अप्सनहरु देख्नुहुन्छ। त्यसपछि तपाईले यहाँनेरि चाहिँ तलपट्टि यो मोर भन्ने अप्सनमा जानुस् र त्यसपछि यहाँनेरि तल डाउन साइडमा तपाईले विभिन्न अप्सन देख्नुहुन्छ। जस्तै यहाँनेरि चेन्ज एमपिन चेन्ज गर्न यहाँ भन्नुभयो। सेट बायोमेट्रिक तपाईले फिङ्गरप्रिन्टहरु राख्न फिङ्गरप्रिन्ट जुन एक्सेस राख्न चाहनुहुन्छ भने युजमा जानुस्। त्यसपछि तपाईले यहाँनेरि भर्खरै राखेको पिन टाइप गर्नुस् हैन। त्यसपछि तपाईले भर्खरै राखेको पिन टाइप गरेर कन्फर्म गरिदिनुस्। कन्फर्म गरेपछि फर लगइनको लागि मात्रै अथवा पेमेन्टको लागि बोथको लागि हो कि के को लागि हैन यसलाई तपाईले इनेबल गरिदिनुस्। त्यसपछि डन गरिदिनुस्। यस्तो इन्टरफेस आउँछ र यहाँ तपाईले आफ्नो फिङ्गर चाहिँ राख्नुपर्ने हुन्छ आफ्नो मोबाइलमा त्यो एक्सेस छ भने है। सो बायोमेट्रिक पनि इनेबल भइसकेको छ। जस्ट म यहाँ ब्याक आउँछु। अब तपाईले यहाँनेरि लगइन गर्न सक्नुहुन्छ। त्यसैगरी जस्ट मैले यहाँनेरि चाहिँ सुरुमा लगआउट गरेर तपाईहरुलाई देखाउँछु है। जस्तै यहाँनेरि चाहिँ तपाईले अब के गर्न सक्नुहुन्छ भने जस्तै मैले यहाँबाट लगआउट गरे भने अब मेरो बायोमेट्रिकबाट पनि खुल्छ। जस्तै म यहाँ लगइनमा क्लिक गर्छु र यहाँ ट्याब हियरमा क्लिक गरेर मैले सेन्सर फिङ्गरप्रिन्ट लाएँ भने पनि सजिलैसँग चाहिँ मेरो ई-सेवा आईडी खुल्छ। सो यसरी चाहिँ तपाईहरुले नयाँ एमपिन अथवा चाहिँ ई-सेवाको पासवर्डलाई रिसेट गर्न सक्नुहुनेछ। राम्रोसँग बुझ्नुभयो होला र तपाईहरुलाई केही कन्फ्युजन छ केही कुरा बुझ्न चाहनुहुन्छ अथवा कुनै पनि स्पेसिफिक टपिकमा भिडियो चाहनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गरेर तपाईहरुले त्यहाँनेरि सोध्न सक्नुहुन्छ र त्यही अनुसार म तपाईहरुलाई नेक्स्ट भिडियोमा त्यो कुराहरुलाई एड्रेस गर्नेछु। भिडियोहरु साथ दिनुभयो यहाँहरु सबैलाई धन्यवाद।